सम्झनुहोस् त नेपालमा लोड सेडिङको कठिन दिनहरू जहाँ दैनिक 17-18 घण्टासम्म पनि बत्ती हुँदैन थियो। आज आम घरहरूमा बिजुली निरन्तर रूपमा आए तापनि यो सहजता भने औद्योगिक क्षेत्रलाई छैन। च्याम्बर अफ कमर्स वीरगञ्जका अध्यक्ष अनिल अग्रवालले गुनासो गर्दै यसो भन्छन्, वीरगञ्ज औद्योगिक क्षेत्रमा दैनिक 8 घण्टा जसो लोड सेडिङ हुने गरेको छ। अहिले थप 4 घण्टा लोड सेडिङ भइरहेको छ। विद्युत प्रसारणमा आउने समस्याले यसको गुणस्तरमा पनि असर गर्छ, जसले उद्योग सञ्चालनमा गम्भीर चुनौतीहरू निम्त्याउँछ। तराई साइडमा अलिकति आउटेज धेरै छ। समटाइम विल गो फर 4 आवर्स, समटाइम 5 आवर्स, एभरेजमा भन्न हाफ एन आवर डे। पावर आउट हुने बित्तिकै अथवा तपाईँको कुलिङको इस्यु हुने बित्तिकै क्लाइन्टले यहाँबाट अब आफ्नो जुन उनीहरूले एग्रिमेन्ट गरे हुन्छ रेन्टल एग्रिमेन्ट, त्यो अभियसली उनीहरूले त्यसमा इन्क्लुड गरे हुन्छ कि 24/7 पावर दिनु पऱ्यो, त्यसपछि तपाईँको 24/7 तपाईँको कुलिङ मेन्टेन हुनु पऱ्यो। त्यति गर्न सकेन भने त हाम्रो उनीहरूको अब उनी जान्छ कि अब तपाईँको एग्रिमेन्टै खारिज हुन्छ। दैनिक 6 देखि 7 घण्टासम्मको बिजुलीको अवरोध खपिरहेका उद्योगहरू अझै पनि खनिज इन्धनमा नै निर्भर छन्। अधिकांश औद्योगिक क्षेत्रको अवस्था पनि यस्तै नै छ भनेर भन्दा गलत नहोला। उद्योगहरूलाई भरपर्दो बिजुली नभएका कारण अर्थतन्त्रलाई मात्र नभई यहाँ कार्यरत लाखौं मानिसहरूको जीविकोपार्जनमा प्रत्यक्ष असर परेको छ। विक्रम सम्वत 2079-80मा मात्र नेपालले 3 खरब 50 अरब रुपैयाँको पेट्रोलियम पदार्थ आयात गरेको थियो। पेट्रोल, डिजेल, ग्यास लगायतका यी पदार्थहरूले नेपालको कुल ऊर्जा खपतको 28.35% प्रदान गर्दछन्। यी खनिज ऊर्जाका स्रोतहरूले एकतर्फ प्रकृतिलाई हानि गरिरहेका छन् भने अर्कोतर्फ अर्थतन्त्रमा पनि ठूलो मार पारिरहेका छन्। Throughout the years, diesel prices are increasing. So the diesel generator also is expensive, plus the usage of diesel, which happens when there's an outage. जति पनि डाटा सेन्टरको कन्टेक्स्टमा मैले भन्नु पर्दा जति पनि डाटा सेन्टरहरू हुन्छ त्यसमा चाहिँ सबैजना प्राइमरी सोर्स र सेकेन्डरी सोर्स चाहिँ हुन्छ। सेकेन्डरी सोर्स प्रायमा तपाईँको डिजल जेनेरेटर नै हुन्छ। अब प्राइमरी सोर्स एनी हुँदाखेरि हाम्रो 10 रुपिस पर युनिट छ। अब त्यसपछि यदि हामी चाहिँ डिजल जेनेरेटरमा डिपेन्ड हुने भने चाहिँ लगभग 45 देखि 50 रुपियाँ पर युनिटको हाम्रो हिसाब अहिले आएको छ होइन। यो चाहिँ लङ टर्ममा चाहिँ यसले चाहिँ अब CO2 इमिसन गर्छ होइन। यसले चाहिँ तपाईँको ग्रिन हाउस इफेक्टमा धेरै प्रभाव पारिरहेको हुन्छ। विद्युतको माग दिनानुदिन बढ्दै गएको छ। बढ्दो उद्योग, विद्युतीय यातायात र खाना पकाउने प्रविधिसँगै आउने दिनहरूमा विद्युतको माग झन बढ्दै जानेछ। हाल नेपालमा 3100 मेगावाट विद्युत जडान भएको छ र 5000 मेगावाटको संयुक्त क्षमताका धेरै आयोजना निर्माणाधीन अवस्थामा छन्। यी जलविद्युत आयोजनाहरू सम्पन्न भएसँगै नेपालले ऊर्जाको पहुँच र सुरक्षातर्फ उल्लेखनीय प्रगति गर्नेछ। तर यिनीहरूमा आफ्नै चुनौतीहरू पनि छन्। धेरैजसो जलविद्युत आयोजनाहरूको उत्पादन खोलाको बहावमा निर्भर भएको हुनाले जाडोयाममा नेपालको बिजुली उत्पादन घट्दछ र भारतबाट बिजुली आयात बढ्दछ। अब हाम्रो प्राय अहिलेसम्मको नेपालको हाइड्रो पावरहरू चाहिँ रन अफ द रिभर बेस्ड खालका पानीको बहावसँगै खोलामा पानीको बहाव छ उत्पादन हुने र बहाव छैन उत्पादन नहुने खालकाहरू छन् र केही पावर हाउसहरू चाहिँ पिक रन अफ द रिभर खालका छन्। पिक रन अफ द रिभर भनेको चाहिँ दिनभरि जस्तो पानी जम्मा गरेर बेलुका पख चाहिँ 2-4 घण्टा अलिकति बढी फुल पावरमा चलाउने खालका पावर हाउसहरू छन्। बेसिकली ड्राई सिजनमा चाहिँ यही रन अफ द रिभरका पावर हाउसहरू गर्दाखेरि बिजुलीको उत्पादन चाहिँ घट्छ। जस्तो तपाईँको 144 मेगावाटको कालीगण्डकीले 144 मेगावाट नै उत्पादन गर्न सक्दैन पानीको कमीको कारणले गर्दाखेरि। अब यसको ठ्याक्कै उल्टो चाहिँ अब वेट सिजन भनेको बर्खाको बेलामा चाहिँ जब खोला नालामा यथेष्ट मात्रामा पानीहरू हुन्छ त्यो बेलामा चाहिँ हाइड्रो पावरको जति डिजाइन जेनेरेसन हो त्यही आधारमा उसले चाहिँ पुरा रूपमा चाहिँ उत्पादन गर्न सक्छ। यसो हुँदाखेरि चाहिँ अब सरस्वती हेर्दाखेरि नेपाल चाहिँ ड्राई सिजनमा चाहिँ अलिकति पावरको अभाव जस्तो हुन्छ र वेट सिजनमा चाहिँ पानी परेको बेलामा चाहिँ बिजुलीको उत्पादन चाहिँ यथेष्ट मात्रामा कहिलेकाहीँ आवश्यकताभन्दा बढी पनि हुने गर्छ। नेपालका अधिकांश जलविद्युत आयोजनाहरू मध्य पहाडी क्षेत्रमा केन्द्रित छन्, तर ऊर्जाको माग भने तराईमा बढिरहेकाले 3वटै भौगोलिक क्षेत्रमा विद्युत प्रसारण तथा वितरण गर्न कठिन र खर्चिलो छ।
नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेकाले जलविद्युत आयोजना पनि उत्तिकै जोखिममा छन्। यदि कोही ठूला जलविद्युत आयोजनाहरू यसबाट प्रभावित भएमा यसले नेपालमा चर्को विद्युत सङ्कट निम्त्याउन सक्छ। उदाहरणका लागि 2024 सेप्टेम्बरमा नेपालमा आएको बाढी र पहिरोले जनधनको क्षतिसँगै जलविद्युत आयोजनाहरूमा असर पारेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार देशका 11 आयोजनाहरू यसबाट प्रभावित भए। भविष्यमा पनि यो भन्दा निकै ठूलो क्षति हुन सक्ने अनुमान हामीले लगाउन सक्छौं। यी चुनौतीहरूले गर्दा नेपालले आफ्नो विद्युतको लागि जलविद्युतमा मात्र भर नपरेर विकसित देशहरूले जस्तै आफ्नो ऊर्जा मिश्रणलाई सशक्त बनाउन विविध नवीकरणीय ऊर्जा स्रोतहरूमा लगानी गर्नुपर्छ। ऊर्जा सम्मिश्रणमा जाने कुरा चाहिँ संसारभरि नै थपको पनि छ र हाम्रो लागि अझै बढी महत्त्वपूर्ण छ, किनभने हामी जलवायु परिवर्तनको प्रभावको हिसाबले अलरेडी चाहिँ एकदमै संवेदनशील ठाउँमा छौँ। जलवायु परिवर्तनको प्रभाव परिसकेका छ। त्यो हिसाबले हेर्दाखेरि पनि हामी एउटा मात्रै स्रोतमा निर्भर हुनु हुँदैन। हाम्रो चाहिँ ऊर्जाको स्रोतलाई चाहिँ डाइभर्सिफाई गर्नुपर्छ। हाल कोइलामा मुख्य रूपमा निर्भर रहेको छिमेकी मुलुक भारतले सन् 2030 सम्ममा आफ्नो नवीकरणीय ऊर्जा स्रोतलाई 3 गुणा बढाउने रणनीति बनाएको छ, जसमा वायु र सौर्य ऊर्जाको प्रमुख योगदान रहनेछ। विश्वमा सबैभन्दा उच्च कार्बन उत्सर्जन गर्ने देश चीनले पनि आफ्नो ऊर्जा मिश्रणलाई विविधीकरण गर्न लगानी गरिरहेको छ। आज 30% नवीकरणीय ऊर्जामा निर्भर चीनले सन् 2050 सम्ममा 88% पुर्याउने योजना बनाएको छ, जसमध्ये सौर्य ऊर्जा हालको 5%बाट बढेर 38% सम्म पुग्ने अनुमान गरिएको छ। नेपालको ऊर्जा क्षेत्रमा सधैँ माग र आपूर्तिको असन्तुलन रहँदै आएको छ। या त माग यति धेरै छ कि हामी पर्याप्त उत्पादन गर्न सक्दैनौँ, अथवा उत्पादन यति धेरै हुन्छ कि त्यसलाई माग नै पुग्दैन। हाइड्रो पावरको समस्या भनेको त बेसिकल्ली अब जुन स्टोरेज टाइपको हाइड्रो पावर बाहेक अरूमा जस्तो हाम्रो अब कुलेखानीहरूको चाहिँ 3टा प्लान्ट चाहिँ स्टोरेजमा छ, त्यो बाहेक अरू प्लान्टहरूको चाहिँ समस्या भनेको र हाइड्रो पावरकै एकदम इनहेरेन्ट क्यारेक्टरिस्टिक भनेको के भने खोलामा पानी छ भने तपाईँको मेसिन चल्छ, मेसिन चल्यो भने उत्पादन हुन्छ, खोलामा पानी छैन भने मेसिन चल्दैन। पानी छ चल्छ, पानी छैन भने चल्दैन। सबभन्दा ठुलो समस्या छ हाइड्रो पावरको यही नै हो। आयातित खनिज इन्धनलाई प्रतिस्थापन गर्न, निर्भरता घटाउन र आर्थिक भार कम गर्न नेपालले आफ्नो ऊर्जा मिश्रणमा लगानी गर्नुपर्छ। निकट भविष्यमा आन्तरिक उपभोग पनि तीव्र रूपमा बढ्ने अपेक्षा गरिएको हुनाले हामीले विद्युत आपूर्तिमा विविधता कसरी ल्याउने भन्ने कुरालाई प्राथमिकता दिनु अति आवश्यक छ। उद्योगहरूमा विद्युतको निरन्तर माग रहे तापनि जलविद्युतमा निर्भर ग्रिडको अविश्वसनीयताका कारण विद्युत प्रसारण र उपभोगमा उतार चढावको समस्या भोग्नु परेको छ। Now also in the power outages, it takes time for the electricity or the DG to start and the solar to kick in, and हाम्रो machines are heavy machinery, it takes time to again warm up and start running. So that interim मा जो हाम्रो loss हुन्छ, power loss plus production loss, that is also immense. So outages भनेको it's a loss only. Outage भएको loss है हामीलाई. So either we need to run on independent power which doesn't go off, or we have to live with this. नेपालले ऊर्जाका स्रोतहरूमा विविधीकरणमा जोड दिए यो स्थिति परिवर्तन हुने सम्भावना छ। नेपालमा विद्युतको विविधीकरण सुनिश्चित गर्न विकेन्द्रीकृत ऊर्जा प्रणाली एक उपाय हो, जसमा पहिले नै अवस्थित पूर्वाधारहरूको स्तर वृद्धि सजिलै गर्न सकिन्छ। यसो गरेमा उद्योगहरूले भोगिरहनु परेको विद्युत अवरोधलाई न्यूनीकरण गर्न सकिन्छ। नेपालले जलविद्युतलाई प्रमुख ऊर्जा स्रोतको रूपमा उपयोग गर्दै उल्लेखनीय प्रगति गरे तापनि केवल एक मात्र स्रोतमा निर्भर हुनु दीर्घकालीन समाधान होइन। अब विविध नवीकरणीय ऊर्जा स्रोतहरूको मिश्रण, विशेष गरी विकेन्द्रीकृत ऊर्जा प्रणालीको उपयोगले कसरी नेपाललाई दिगो र भरपर्दो ऊर्जा आपूर्तितर्फ अघि बढाउन सक्छ भन्ने विषयमा जानौँ।